हेलो मित्रहरू, स्वागत छ मेरो अर्को भ्लगमा। के छ तपाईहरु के गर्दै हुनुहुन्छ? यतिखेर म चाहिँ यसो बाटोतिर डुल्दैछु। तपाईहरुलाई फेरि पनि स्वागत गर्न चाहन्छु मेरो यो अर्को भिडियोमा। भिडियोलाई सब्स्क्राइब गरेर कमेन्ट गरेर बेल आइकनमा ट्याङ घन्टी बजाउन नबिर्सिनु होला, किनकि म मेरो यो कन्टिन्यू प्रयासको भिडियो नै रहिरहेको छ अहिलेसम्मको है। त्यही भएर तपाईहरुले चाहिँ यसलाई टक्क लाएर लाइक शेयर सब्स्क्राइब गरेर च्यानललाई अगाडि बढाउनको लागि, हौसला प्रदान गर्नको लागि तपाईहरुको महत्त्वपूर्ण भूमिका हुन्छ भनेर म भन्न चाहन्छु। म अब यतिखेर यो बाटो क्रस गर्नुपर्ने हुन्छ। यो बाटो क्रस गर्नको लागि हामीहरूले ट्राफिक रुलहरू फलो गर्नुपर्ने हुन्छ। गाडीहरू आइरहेको छ, गाडीहरू आइरहेको बेला चाहिँ नथिचौँ, किनकि यहाँ थिच्यो भने चाहिँ गाडी सबैजना गाडी अड्किन्छ। त्यो भएर एकछिन चाहिँ म कुर्नेछु। ऊ त्यहाँनिर पर्ख भनिरहेको छ है। त्यही भएर म एकचोटि यहाँ वेट गर्छु, यहाँ थिच्छु। यहाँ थिचेपछि एकछिनपछि त्यहाँनिर मान्छे हिँड्ने टक्क मान्छेको खुट्टा हिँड्छ, मान्छे हिँड्छ। अनि त मान्छे हिँडेपछि बल्ल म बाटो क्रस गर्छु है। बुझ्नुभयो? त्यहाँ देख्नु भएको छ ऊ त्यहाँनिर त्यहाँनिर पर्ख भनेर हातको यस्तो सिग्नल छ नि, त्यो सिग्नल हुन्छ हामी जान पाइएन। त्यो सिग्नल खुलिसकेपछि त्यहाँनिर मान्छे हिँड्छ। मान्छे हिँडिसकेपछि बल्ल म देख्नुभयो अब मान्छे हिँड्यो नि, अब म बल्ल जान्छु। यो मान्छे हिँड्नुभन्दा अगाडि तपाईँ बाटो क्रस गर्नु भने तपाईँलाई फाइन आउँछ, डेन्जर फाइन आउँछ। चलेको छ क्या देश फाइनले, रुल्सहरू त्यही भएर चलेको छ बबाल तरिकाले। मान्छेहरू त्यही रुल्समा बाँधिएको हुन्छन्। त्यही भएर अब अर्को बाटोमा आएँ त्यहाँनिर ट्राफिक रुल फलो गर्नु पऱ्यो। अब फेरि अर्को बाटोमा आयो, फेरि यहाँनिर पनि त्यही छ। म यहाँ एकचोटि फेरि प्रेस गर्छु, अनि फेरि यो सिग्नलमा बत्ती बल्छ बिस्तारै हिँड भन्यो। अब बल्ल म बाटो क्रस गर्छु है। यो रुल फलो गर्न भने चाहिँ यहाँनिर राम्रो फाइनहरू आउँछ है। योमा चाहिँ यो फलो गर्नुपर्छ यो रुलहरू गाइज। यहाँनिर अब तपाईँले बिच बाटोतिर बाटो काट्नुभयो भने नि तपाईँलाई मिठो फाइन आउँछ। तपाईँको इमिडिएट साइडमा फाइन आउँछ। अनि त्यो फाइन फेरि कति हुन्छ थाहा हुँदैन, डेन्जर फाइन हुन्छ। त्यो फाइन तिर्नलाई फेरि तपाईँको 1-2 महिनाको योमा चाहिँ। त्यही भएर यहाँनिर यस्तो कुरा एकदमै याद गर्नुपर्ने हुन्छ। म चाहिँ आज छुट्टी थियो, अनि यसो बाहिरतिर जाने हो, अब घाम ताप्ने हो, चिल पारामा बस्ने हो भनेर चाहिँ टक्क लगाएर हिँड्दैछु। निधारमा घाम परिरहेछ। भिडियो क्वालिटी कस्तो आइरहेछ कृपया गाइज हेरेर यसलाई प्रतिक्रिया दिन नबिर्सिनु होला। भिडियो कालो आइरहेछ भन्ने मलाई लागिरहेछ। मैले हल्का गोरो बनाउने प्रयास नै गर्छु। झन् कालो आयो, गोरो बनाउँछु ल ल यत्तिकोमा हिँडौँ ल, किनकि म गोरो छु नि त फेरि कालो भने त मजा आएन नि त। टक्क नुहाइधुवाइ गरेर चिल भएर फ्रेस भएर सट्ट लाएर म हिँडिरहेको छु। अनि त्यसपछि यस्तै हो, रमाइलो छ। मेन कुरा के हो भने यहाँको रुलहरू फलो गर्नुपर्छ क्या। रुलहरू फलो गऱ्यो भने केही हुँदैन, नत्र भने तपाईँलाई धेरै ठाउँबाट क्यामेराले अब्जर्भ गरेर आएको हुन्छ क्या। अनि क्यामेराले अब्जर्भ गरेर हुन्छ, अनि यस्तो भयो भने फेरि अनि झ्याउ हुन्छ क्या फेरि। अनि त्यो भएर बुझ्नुभयो नि, रुल्स फलो गर्न भने ल्याङ हुन्छ फेरि। यहाँनिर रुल्स चाहिँ फलो गर्नुपर्ने हुन्छ। त्यहाँनिर हाम्रो पुलिसहरू मलाई हेर्दै हुनुहुन्थ्यो, के गराएको छ केटो भनेर होला। गाडीमा पुलिसहरू एनी टाइम गाडीमा हिँडिरहन्छ। अब त्यसरी बाटो काटेपछि केटाहरू तिनीहरूलाई फाइन आउँछ। कतिखेर आउँछ थाहा हुनुहुन्को, इमिडिएट साइडमा फाइन आउँछ। फाइन आउँछ है केटा हो। त्यसरी बाटो नकाटौँ, बाटो काट्ने ठाउँहरू त छ। रुलहरू फलो गर्नुपर्छ। रुलहरू फलो गऱ्यो भने चाहिँ केही हुँदैन। हेर्नु त बिल्डिङ कत्रो छ यहाँनिर। ओ माई गड, बिल्डिङ कत्रो बढी बनाउँछ। एम्बुलेन्स आयो, एम्बुलेन्समा बाटो दिनुपर्ने हुन्छ। यस्तो हुन्छ यहाँनिर है। रमाइलो छ। सट्ट लगाएर आफ्नो तरिकाले। यहाँ के हुन्छ भने फेरि अरूको फेसहरू एब्जर्भ गर्नु पायो, अरूको फेस फोटोहरू खिच्यो भने चाहिँ झ्याउ हुन्छ फेरि। कानुन डेन्जर छ, कानुन डेन्जर छ है। त्यही भएर अब आफ्नो तरिकाले चिल पाराले आफ्नो फोटो भिडियो बनाउन पायो, खिच्न पायो। अब यहाँनिर बिल्डिङहरू हेर्न पायो। हेर्नु बिल्डिङ कत्रो बनाउँछ, कत्रो ठुलो बिल्डिङहरू छ। ओहो कसरी बनाएको यत्रो बिल्डिङ भनेर सोध्नु होला फेरि। त्यही हो नेपालमा जसरी बनाएको, जग खनेर जग खनेर वास्तुशास्त्र हेरेर अनि त्यसरी बनाएको हो। बुझ्नुभयो? अब यस्तो सानो रोडहरूमा चाहिँ बाटो क्रस गर्नलाई खासै गाह्रो हुँदैन, किनकि गाडीहरू नआएको बेलामा यो जेब्रा क्रसिङबाट बाटो क्रस गर्नु पाइन्छ। त्यही हो, रमाइलो छ। यतिखेर यो चिसो मौसमको टाइम हो, चिसो पनि छ।
हल्का मन्द घाम लागिरहेछ अनि म चाहिँ घाम ताप्न हिँडिरहेको छु आनन्दसँग घाममा हिँडिरहेको छु देख्नुभयो नि कस्तो दामी छ होइन देश विकसित छ यार विकसित देशहरूले धेरै अगाडि फड्को पारिसकेका छन् अब होप सो हाम्रो देश नेपाल पनि बिस्तारै विकास हुनेछ बिस्तारै राम्रो हुनेछ त्यही कुरालाई हामीले मध्यनजर राख्दै मलाई हेर्नु होला यसरी घाममा घाम ताप्दै हिँड्नुको मलाई छुट्टै छ नि यसरी घाम ताप्दै हिँड्नु मलाई छुट्टै छ होइन हो नि चस्मा लगाएर क्या तर फेरि फोटो क्वालिटी किनकि यताबाट घाम लगाइरहेको छ नि त त्यो घामलाई भएर चाहिँ मलाई कालो देखिरहेछ कालो भयो भने तपाईँको मान्छे गोरो छ है गोरो छ म गोरो छु है गोरो छु यो मोबाइलमा के सेटिङ मिलाउनु पर्छ सेटिङ मिलाउनु मलाई खासै आउँदैन त्यही भएर हो ल हे ल हान्नु न त्यसलाई गोरोमा ल खान्थ्यो कि अहिले गोरो आउँछ कि मलाई भनेर अहिलेसम्म कालो आइरहेको थियो क्या अब हेर्नु यही अर्को रुल्स अब यो बाटो आयो यो बाटोमा चाहिँ यताउता गाडीहरू आएको छ कि आएको छैन पहिला हेर्नुपर्छ गाडीहरू आएको छैन भने बाटो क्रस गर्न पाइयो यसमा चाहिँ यसो थिच्ने कुरा हुँदैन यताउता हेर्ने गाडी आएको कि छैन हेर्ने गाडी आएको छैन भने बाटो काट्ने यो जेब्रा क्रसबाट यहाँनिर नयाँ सुसुममा आउने मान्छे धेरै फाइन खाइरहेको हुन्छन् क्या धन्न मलाई चाहिँ केटाहरूले सिकाएको थिएर चाहिँ पुग्नु परेन त्यही हो गाइस रमाइलो छ यता डुल्यो उता डुल्यो टाइम पास त यसै भइहाल्छ होइन यहाँ आएन सुर जेब्रा क्रसबाट बाटो कुद्नुपर्छ बाटो काट्नुपर्छ हुँदैन नि यस्तै हो रमाइलो छ हेरौँ बस्छौँ अरू त के नै हेर्नु तपाईँहरूले अरू के हेर्नु मलाई तपाईँहरूले भन्नुहोस् के हेर्नु मलाई तपाईँहरूले खजुरको बोट हेर्ने खजुरको बोट हेरेर चाहिँ यो खजुरको बोट यस्तो दामी दामी फल्छ खजुरहरू खान नि पाइन्छ फेरि झऱ्या बेलामा चाहिँ यत्तिकै खानु पाइँदैन झऱ्यो भने चाहिँ खान पाइन्छ हेर्नु त कत्रो छ घरहरू त घर बन्दै छ अझै बबाल तरिकाले यार घर होइन बिल्डिङ हो बिल्डिङ बन्दैछ ओहो एकदम चिसो हावा क्या यार सही छ हेरौँ है मजाले हेरौँ के छ कस्तो हेरौँ यहाँनिर एउटा के कुरा हो भने यहाँको के भन्छ यसलाई यहाँको दुर्भाग्यता के भन्छ यसलाई त्यही गर्मी लास्ट हुन्छ क्या तैट गर्मीले पागलै बनाइन्छ कोही बेला त अहिले त जाडो सिजन छ खासै फेरि जाडो पनि त्यस्तो औडा जाडो नि हुने होइन अब म यस्तो दामी पाराले हाफगन्जी लगाएर आनन्दले हिँडेर आएको छु आनन्द छ बिहान बेलुका जाडो छ हल्का चिसो छ फेरि गर्मी चाहिँ औडा हुन्छ यार चिसो खासै धेरै हुँदैन गर्मी चाहिँ डेन्जर हुन्छ डेन्जर कहाँबाट जाने यहाँनिर यहाँबाट यसरी जाने अब यहाँनिर मेन्टेनेन्स हुँदो रहेछ मेन्टेनेन्स यहाँ जेब्रा क्रसिङ कहाँ छ यार अगाडि छ अब फेरि कोही भित्री बाटोहरूमा चाहिँ यसरी हिँड्न पनि पाइन्छ है यसो यताउता हेर्ने अब केही छैन भनेपछि सुइटो बाटो काटिदिने हो म जान लाग्छु त्यहाँनिर पार्कमा हो यो पार्क लो छ पार्कमा जान्छु टक्क लगाएर भिडियो सिडियो बनाउँछु आजको यसो भिडियो हाल्छु गाडीहरू आबेला सकेछ बाटो नकाटौँ भन्ने हो कोही गर्छ फेरि गाडीहरू नि एकछिन रोकिँदैन गाडी तपाईँलाई थाहा छ नि यहाँ पैसाको रुख हुन्छ नि विदेशमा थाहा तपाईँहरूलाई पैसाको रुख यही हो यहाँ रुखहरू कम हुन्छ नि त अनि यो रुखै पैसा हो यहाँको लागि हेर्नु पो हेर पछि यहाँ छु है यो 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 दामी मजा छ है दामी मजा छ अरू त्यस्तै हो बिताको बेलामा डुल्न चाहिँ मजा आउँछ क्या त्यो पार जाने हो सट्ट पाराले यहाँनिर पार्कमा बेलुका त खुट्टा टेक्ने ठाउँ होला लास्ट मान्छे धेरै हुन्छ त्यो बिल्डिङ कत्रो छ ओहो हो यो त सामान्य हो यो ठुल्ठुलो बिल्डिङहरू पनि छ तर हाम्रो यो साझा एरियामा खास ठुलो बिल्डिङहरू छैन तर दामी छ यो पार्क हो ठुलो छ नि यो पार्क पनि धेरै छ धेरै
ला 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 ला। त्यही फेरि भन्दैछु है तपाईँहरूलाई सब्सक्राइब गरेर भिडियोलाई सेयर गर्न नबिर्सिनु होला। सेयर गर्न मन लागेको नि नत्र लाइक हानिदिनु। अनि अर्को कुरा भन्नु मलाई खास कुरा के हो भने नि त्यही हो कन्टेन्टहरू सोचिरहेको छु। कन्टेन्ट गर्नलाई यसो टाइम लाग्छ। अनि भिडियोलाई कस्तो छ प्रतिक्रिया दिनु होला र कस्तो खाले चाहिँ भिडियो बनाऊँ, के सम्बन्धी भिडियो बनाऊँ, कस्तो सम्बन्धी बनाऊँ, के चाहिँ गरौँ भनेर चाहिँ यसो प्रतिक्रिया दिनु होला। म तपाईँहरूको प्रतिक्रियाको के भन्छ वेटिङमा छु, कमेन्टको वेटिङमा छु। कमेन्ट गरौँ, भिडियो चाहिँ पुरा हेरौँ। भिडियो पुरा हेर्नु भएको छैन भने तपाईँलाई कारबाही हुन्छ है। फेरि घाटा लाग्छ है। फेरि घाटा लाग्छ युएको फ्ल्याट फरर भइरहेछ। बिल्डिङ त्यहाँ कति धेरै परेवाहरू पुरा चरिरहन्। चिल पारामा चरिरहन्, चिल पारामा। अहिले परेवाको भिडियो नै हान्ने गएर दामीसँग। हेर्नुभयो नि होइन यार, अझै रुगा बिसो भइरहेको छैन। कस्तो झ्याउ लाग्यो। आज घाममा बसेपछि रुगा बिसो हुन्छ कि अब होइन। लौ है माया विशाल बजारको धेरै होइन मायालु 2-4 हजारको गीत पनि आउँछ है मलाई फेरि बवाल बवाल। भनौँ है भनौँ कस्तो कस्तो गीतहरू काम भनौँ, म गाइदिइहाल्छु। रमाइलो छ त्यही हो। कस्तो राम्रो घाम लाग्यो। घाममा जाने हो, घाम ताप्ने हो, बस्ने हो। यहाँ कोसेली छ मसँग झोलामा। सुन्तला छ है, सुन्तला खाने ठाउँ छ। सुन्तला छ, सुन्तला यता हेर्ने हो, उता हेर्ने हो, माथि। मैले खास क्यामेरा किन माथि गरिरहेको छु भन्दा मान्छेहरू हिँडिरहेको बेला चाहिँ मान्छेहरूको फेस सकेसम्म खिचिदिनु हुँदैन क्या। त्यो भएर चाहिँ म क्यामेराहरू माथि गरेपछि मान्छे आए बेला चाहिँ क्यामेरा माथि गऱ्यो। माथि घरको टुप्पो टुप्पो देखाइदियो। या घरको क्या ऊ त घर हेर्ने हो कसरी बन्दैछ। हेर्नु कहाँ छ त घर? कहाँ हो कहाँ हो कहाँ हो कहाँ हो? पारी डाँडामाथि छ। टाइम पाराले त घर बन्दैछ है। घर बन्दैछ। टावर हो कि घरहरू? टावर धररा। म एउटा पार्कमा है, यहाँ चाहिँ समुद्रबाट पानी ल्याएर पानी जमाएर बबाल पार्क बनाएको छ है। त्यहाँबाट तपाईँलाई म देखाउँछु। यहाँको सर्ट भिडियो त मैले हालिसकेको थिएँ अलिअलि। लङ भिडियो चाहिँ आज खिचिरहेको छु। कस्तो दामी ठाउँमा छ यो दार्जा। यहाँ छ। धन्यवाद गाइज यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा। फेरि म तपाईँहरूलाई अर्को भिडियो लिएर त्यतिन्जेलसम्म प्रतीक्षा गर्नु होला। यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। कृपया लाइक, सब्सक्राइब र सेयर, कमेन्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू, लभ यू।